दाल पकाएर खाँदाखेरि कस्तो ढ्याउढ्याउ भए जस्तो हुने समस्या चाहिँ अहिले एकदम कमन भइराखेको रहेछ। आज दालका बारेमा छोटकरीमा कुरा गरौँ। सबैभन्दा सजिलोसँग पच्ने दाल मुङको दाल। त्यही भएर कहिलेकाहीँ रोग लाग्यो, बिरामी भयो भने हामी जाउलो बनाउँदाखेरि जहिले मुङको दाल प्रयोग गर्छौँ है। सबैभन्दा ढिला पच्ने र आड दिने दाल चाहिँ मासको दाल हो। त्यसैले अहिले जाडो सुरु भए लगत्तै चाहिँ तपाईँहरूको पाचन प्रणाली ठिक छ भने मासको दाल पनि खान मिल्छ। कहिले पनि दालहरू मिक्स गरेर नखाने। हरेक दाल पच्नलाई भिन्न भिन्न टाइम लाग्छ र त्यो पच्नलाई टाइम लागेको कारणले गर्दाखेरि तपाईँको बडीमा आम उत्पन्न हुन्छ भन्छौँ हामी, राम्रोसँग नपचेका कारणले गर्दा। त्यसैले दाल चाहिँ अलग अलग बनाएर खानुपर्छ। कहिले मुङको दाल खाने, कहिले मसुरो, कहिले अरहर, कहिले चनाको दाल, त्यसरी बनाएर खान सकिन्छ। दाललाई जहिले पनि बिहान पकाउने हो भने राति मजाले धोइ पखाली गर्ने अनि पानीमा भिजाइदिने। त्यसपछि अर्को दिन बिहान त्यो पानी फालेर फेरि 2-3 चोटि पखालेर पकाउने गर्नुपर्छ। किन भन्दाखेरि दालमा चाहिँ न्युट्रिसन पनि हुन्छ तर एन्टी न्युट्रिएन्टहरू पनि हुन्छ। त्यो एन्टी न्युट्रिएन्ट चाहिँ हाम्रो बडीलाई चाहिँदैन। त्यो एन्टी न्युट्रिएन्ट चाहिँ पच्न पनि गाह्रो हुन्छ र त्यसैले गर्दाखेरि हामीलाई ग्यास बन्ने गर्छ। राम्रोसँग राति धोइ पखाली गरेर भिजाएर बिहान त्यो पानी फालेर चाहिँ अनि पकाउनु भयो भने एन्टी न्युट्रिएन्टहरू पनि जान्छ। हामी के गर्छौँ भन्दाखेरि राजमाहरू अनि गेडागुडीहरू पकाउनु पर्यो भने चाहिँ अनि राति भिजाइदिने अनि बिहान पकाउने हैन। अनि त्यसपछि त्यो माथिको पानी चाहिँ त्यसको स्वाद राम्रो आउँछ भनेर हामी त्यही पानी प्रयोग गर्छौँ कि। क्लिनिकल डाइट एन्ड न्युट्रिसनको हिसाबले हेर्ने हो भने चाहिँ त्यसमा चाहिँ ट्यानिन्सहरू हुन्छ अनि त्यसले चाहिँ ग्यास बनाउँछ भनेर चाहिँ हामी त्यो भिजाएको पानी चाहिँ जहिले पनि फाल्नु अनि बल्ल पकाउनु भनेर भन्छौँ। अनि दाललाई जहिले पनि मजाले सिटी लगाएर पकाएर गलाएर खानुपर्छ। आधी काँचो आधी पाकेको जस्तो गरेर पकाउने होइन, मजाले पकाउनुपर्छ र खानुपर्छ है। अनि आयुर्वेदिक पोइन्ट अफ भ्यूबाट एउटा सल्लाह चाहिँ तपाईँले पहिला तेल हालेर झानेर दाल पकाउनु भयो भने तपाईँलाई पच्न गाह्रो हुन्छ। तर त्यही दाल चाहिँ तपाईँले मजाले सिटी लगाउनु भयो, त्यसपछि घिउ जिरा धनियाँहरूले झानिदिनु भयो भने त्यो पच्नलाई सजिलो हुन्छ। दाल जहिले पनि झानेर खाने, सादा दाल नखाने। झानेर खाँदाखेरि चाहिँ दाल राम्रोसँग पच्छ अनि त्यसले आड पनि दिन्छ। दाल झान्दाखेरि जिरा धनियाँ लसुनहरू तपाईँहरू आफ्नो स्वाद अनुसार जेले झान्नु भए पनि हुन्छ। जहिले पनि ख्याल गर्नुहोस् दाललाई चाहिँ 7 देखि 8 घण्टा भिजाएर त्यो पानी फालेर मात्र पकाउने गर्नुभयो भने दालले तपाईँहरूलाई ग्यास बनाउँदैन। दाल खाँदाखेरि ग्यास हुन्छ, दाल पकाएर खाँदाखेरि कस्तो ढ्याउढ्याउ भए जस्तो हुने समस्या चाहिँ